भाइ हामीलाई सब्सक्राइब गर्नु कि नै आए सब्सक्राइब ए सब्सक्राइब गरेर तरुल दिन्थ्यौँ कर। हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज पनि फेरि हामी अघिल्लो भिडियोमा चाहिँ तरुल खन्न जान लागेका छौँ। आज चाहिँ दाइ र म जान लागेका छौँ। म चाहिँ अगाडि आइरहेको छु अनि दाइ चाहिँ यता पछाडि आउँदै हुनुहुन्छ ऊ। र अब तरुल खन्ने क्रममा अब के कस्तो हुन्छ हामी तपाईँलाई सब विवरणहरू देखाउनेछौँ। त्यतिखेरसम्म चाहिँ तपाईँले हाम्रो भ्लगलाई हेरेर साथ दिनु होला। तरुल खेल्न जाम हिँडको तरुल खेल्न किन सामान चाहियो अरू क्या रे जस्तो आइजाको जाम सुदीप अरू के हात हाल खबर नै तरुल खेल्न जाम आऊ आइजाको यहाँ खाने या पानी खाएर अनि यहाँ फुकाएर खाने मान्छेले हो तरुल चाहिँ भेटिसकेको छ। चाहिँ मारेको छ। अब हामीले यहाँबाट खनेर निकाल्छौँ टक्क लाएर। ओइ आइजा यता माथि छको जति नि सँगसँगै खनाउँदा आइजा ढुङ्गो परो र यहाँ चाहिँ अहिले हाम्रो केटाहरू पनि आइसकेको छ। यी नारायण पनि आएर यता खन्दैछ। खन्दै चाहिँ यहाँ यत्रो ठुलो ढुङ्गो निस्क्यो। अब यसलाई चाहिँ हामीले क्या निकाल्ने थाहै छैन। अब उता नारायणले नि त्यत्रो खनिसकेको। यहाँ चाहिँ ठुलै ढुङ्गो भेटिसकेको छ र हामीले यो ढुङ्गो निकाल्न सकिरहेका छैनौँ। र अब हेर्दै जाउँ हाम्रो अवस्था कस्तो हुन्छ है त। अब छोडेर जाने हुन्छ कि पुरै तरुलले लिएर जाने हुन्छ। अब लास्टसम्म हेर्दै जाउँ। सो गाइज नारायणको बेलाको चाहिँ तरुल भेटिसकेको छ। र गाइज नारायण भाइको बेलाको चाहिँ तरुल भेटिसकेको छ है। हाम्रो तरुलको हालत हाम्रो फाइनली हाम्रो ढुङ्गा आदि आइसकेको छ। अब आदि रहेको छ। फाइनली हाम्रो तरुल भेटेको छ। ढुङ्गो पनि निकालिसकेका छौँ। यति हरिब भइदिएछ। फाइनली तरुल निस्किसकेको छ। ल गाइज हामीले चाहिँ तरुल निकालेर भ्याइसकेका छौँ। झोला पनि राखिसक्यौँ। तपाईँले चाहिँ अब हामीले झोला राखेको तरुल देखाउँछौँ है त। गाइज हाम्रो तरुलहरू चाहिँ यो चाहिँ नारायणको र यो हाम्रो फाइनली यत्रो तरुल भेटिसकेको छ। यहाँ आउँदै पुरै खनेर अब चाहिँ हामी
तरुल लिएर घर जान्छौँ र रात पनि परिसकेको छ र गाइस हामी चाहिँ तरुल खनेर घरतिर लागिसकेका छौँ। चिसो चिसो मौसम छ, नाका च्यान चोइरहेको छ। पुरै चिसो अवस्था पुरै यस्तो छ पुरै। र यो भिडियोलाई लाइक गर्नु भएको छैन भने 1 लाइक र 1 सब्सक्राइब गरिदिनु होला। र केटा पछाडि के अवस्था? एकदम ठिकै छ, चिसो चिसो भएको छ। म काल दाइलाई सपोर्ट गर्दिनु ल। काले दाइले सपोर्ट गर्नु अरे। एमआर गणेश भट्टराई युट्युब च्यानल चाहिँ सब्सक्राइब हानिदिनु लागि त। क्रिकेट खेलेर आइयो र हामी काँडाखेरि ब्याट लिएर आइयो त आफूले। ए त गेटाहरू यार तरुल खेल्न हिँडेको कि क्रिकेट खेल्न हिँडेको कि अब हातमा कोदालो नि छ, भैँसा नि छ, कुटेनी छ, ब्याट बल नि छ यार। अब के हो है। र हामी आइसक्यौँ। अघिल्लो भिडियोमा पनि हाम्रो यहाँको भ्यू देखाइसकेका थियौँ। नारायण केही भन त यसो भलकको लागि के ल। हेलो गाइस, आज हामी तरुल खनेर आइसकेको छौँ। हामी अब घर जाने क्रममा मलाई जाडो मौसमले गर्दा कस्तो मुटु ढुक ढुक गरेको छ। नारायण चाहिँ छुट्टिसकेका छन् घर जानका लागि। र नारायण ल यसो हात हल्लाइदिउ त ल जाऊ। ल केटाल झोला भर र तरुल। माघे सङ्क्रान्ति नि आउँदैछ। यसो माघे सङ्क्रान्तिको शुभकामना। र तरुल सरुल चाहिएको छ नि यता आउनुला। टक्क हामीले खनेर रेडी पारिदिएका छौँ। आर लानुला फ्रीमा हो। सब्सक्राइब गरेको हुनु पर्यो तरुल खानको लागि चाहिँ फ्रीमा होइन र। बा हामीलाई सब्सक्राइब गर्नु हो कि नै आए सब्सक्राइब। ए सब्सक्राइब गरेर तरुल दिन्थ्यौँ कर। उहाँ चाहिँ हाम्रो बिनाराम काका। हामी चाहिँ घर आइसकेका छौँ र अब हात खुट्टा धुने कार्यक्रमहरू चल्छ हाम्रो चाहिँ। ल गाइस तपाईँहरूले आजको ब्लग कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तो तल कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। यदि यो भिडियोमा राम्रो लागेमा 1 लाइक र 1 सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि चाहिँ अब हामीलाई तपाईँले सपोर्ट गर्नुपर्ने हुन्छ। र आजलाई चाहिँ यति नै। बाँकी अर्को भ्लगमा भेटौँ ल। बाई बाई।